हेलो दिदी, के गर्दै हो दुईटा दिदी? हामी रोटी बनाउँदै कोदाको। ए ठ्याक्कै घरतिर जस्तै गर्नुभएको छ त है। धेरै दिन भयो रोटी नखाएको कोदाको पिठो। पानी आयो अनि आगोमा मिठो हुन्छ नि त। ठ्याक्क आमा जस्तो आमाको याद आयो यहाँ रोटी हालिन् र सुम्सो हालेर आज अहिले पानी पर्यो बिहान हिजो 2 घन्टा पानीमा भिज्यो होइन। दिदीलाई बुढेसकाल लाग्यो अरे। बुढेसकाल लाग्यो त मलाई रोटी पल्टाउनु। अब आमा जस्तो रोटी बनाउनु के एउटा। आमा त सानो हुन्छ नि, म त ठुला छु। आमा त जस्तो छ आमा जस्तो छ, आमा जस्तो रहेछ। कोही ठुला हुन्छ कोही सानो हुन्छ कोही अलिकति त्यो आमा सम्झनामा यो सानो हालिदिएको छ होइन। आमाको सम्झनामा सानो अनि यो हामी सासु आमाको सम्झनामा ठुलो। यो सासु आमाको ठुला हुन्छन् होइन। सासु आमाको ठुला आमा सानो भए हुनाले हामी आमा बाग्ला साना बाक्लै साना। कति मिठा होइन हाम्रो आमाको रोटी। अनि सासु आमा पातला ठुला।